पूर्वतिन्जेन हाम्रो हेरे यो गुम्बा हेरे आज घुमघाममा आउनु भएको छ धेरै राम्रो कहिले पनि हाम्रो ठाउँ नबिर्सनु धेरै राम्रो कुरा छ यो शेर भाषाले बोल्ने अलिकति यस्तो बसेको जग्गालाई तलदेखि नि टुली लग धेरै जस्तो त काठमाडौँ छिरिरहेको छ अनि त्यहाँथोर बेगुमा त्यही 5-7 गोठहरू छन् चौडीगोठ अब खै त मौसमको सम्बन्ध हो के भन्नु यो प्राकृतिक दिन हो मधेसको चामलले नि ओत्याएको छ के हो अझ पनि गर्नु त पर्ने थियो खै के भन्नु र खै तपाईँलाई सही भन्नु नै नमिल्ने अब यो गोरेटो त्यो पाक फकिरमा हिँड्नुपर्ने हामी यस्तो नै उभो गर्नुपर्ने बाध्यता छु अनि हाम्रो यहाँबाट देउढुङ्गा उभो भन्नुपर्छ देउढुङ्गा धेरैले मान्छ होइन। दर्शकबिन नमस्कार, म सूर्य कुमार खड्का दोलखा जिल्लाको बिगु गाउँपालिका वार्ड नम्बर 6 बिगुबाट यो दृश्य लिइरहेको छु। यहाँबाट गगलते, छोइताङ, खोपचागु, बाबरे र यता चिलङ्खा, लोटिङ, ब्लुक्पा, खारतल र स्याखुको केही भाग देख्न सकिन्छ। र बिगु गुम्बा यो टासी चिमे ग्याटसेल गुम्बा हो। यो असाध्यै पुरानो र चर्चित गुम्बा हो। यो 2580 मिटरमा अवस्थित छ। यस ठाउँ असाध्यै रमणीय दृश्य र उत्कृष्ट मनोरम दृश्यहरू देख्न सकिन्छ। तपाईँहरू आउनुभयो भने यहाँ यो महसुस गर्न सक्नुहुन्छ। र यहाँ आउन दोलखा हुँदै सिङ्गटीबाट बिगु आउन सकिन्छ। र यसै सन्दर्भमा यहाँका स्थानीय व्यक्तिसँग गरेको केही कुराकानी जस्ताको जस्तै यहाँ राखेको छु। र यो भिडियो पुरा हेरी तपाईँलाई कस्तो लाग्छ लाइक, कमेन्ट र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। ल हजुरको चाहिँ शुभ नाम भन्नुहोस् त मलाई। म चाहिँ पूर्वतिन्जेन बसोबास बिगु अनि हाम्रो हेरे यो गुम्बा हेरे यस्तै छ लगत ल्याएर अलिकति हेर्नु हुनुहुन्छ। अनि हाम्रो परमपुर्खादेखि नै यहाँको बसोबासै नै हो। अनि तपाईँहरू चाहिँ जुनसुकै रहेछ अब लोटिङ चिलिङ्खा होइन आज घुमघाममा आउनु भएको छ धेरै राम्रो धेरै महत्त्वपूर्ण हो। यसरी कहिले पनि हाम्रो ठाउँ नबिर्सनु धेरै राम्रो कुरा छ एकदमै। अनि लेरकु भनेको एउटा यो शेर भाषाले बोल्ने गरेको छ। यो शेरबाट हुन्छ अलिकति यस्तो बसेको जग्गालाई चाहिँ गु भनेर अहिले त्यसमा चाहिँ यस्तो जोडेको रहेछ भनेर चाहिँ मैले चाहिँ यसमा प्रख्यात गरेँ। अनि राम्रो जग्गा भएपछि चौर भएपछि अनि एउटा घुम्ने ठाउँ जस्तो नि अनि त्यहाँबाट ल्याएर गरेर बिगु भनेर सोचिदिएको रहेछ भनेर सोध्दै रहेछु। अब अनुमानिक रूप अब सुरुप्रथम त मैले जानु आउँदैन। तपाईँको यो शेर्पा बस्ती छ नि यहाँ होइन, कति घर दूरी छ? टोली नै भन्नुपर्छ तलदेखि नि टोली लगभग होला। पहिला हाम्रो बिगुले 60 घर भनेर भन्दै थियो, अहिले त अब लगभग 150 घर जस्तो भइसकेको छ। तर हुनु त त्यति भए पनि धेरै जस्तो त काठमाडौँ छिरिरहेको छ तर घर चाहिँ छ। अनि तपाईँको यहाँ बिगुमा शेर्पाहरूले विशेष त यहाँ चौडी पालन गर्ने, भेडा पालन गर्ने त्यो अहिले छ कि छैन? अलिअलि छ, अलिअलि छ। र एक त मैले अलिअलि पालिरहेको छु भन्नुपर्छ र अरू साथीहरू पनि पालिरहेको छ। अनि त्यहाँथोर बेगुमा त्यही 5-7 गोठहरू छन् चौडीगोठ। अनि बाँकी त अब कतिपय खारी मुलुक गइहाल्यो, कतिपय अब बुढेसकाल पनि भयो, कतिपय अब अलिअलि अब सक्नेहरूले अलिअलि चौरी पालन पनि छ यहाँ। अनि अनि आलु उत्पादन नि आलु उत्पादन त अब खै त मौसमको सम्बन्ध हो। यसपालि मौसमले गर्दा आलु उत्पादन पनि र उतातिर गएर गहुँहरू पनि धेरै नै सुक्यो। यो चाहिँ के भन्नु र यो प्राकृतिक दिन हो। अलिकति भन्ने हो भने पानी नभएको रूपले पनि हो। हुन त खेती त गरिरहेको थियो, के गर्नु, भर छैन। अलिकति अब समयमा पानी आइदिँदैन, घाम लगाइदिन्छ। अब
आजभोलि नचाहिँदामा पानी परिदिन्छ। यो हरेक पल अलिकति ठिक त छैन। अनि यहाँको खेतीले यहाँका चाहिँ नि जति पनि बासिन्दाहरू छन् सबैलाई खाना पुग्छ? होइन, खाना त पुग्दैन भनौँ। अघि मैले भनिसकेँ। र अब मौसमको आधार कहिले अब ठिकै भयो भने त धेर त पुग्थ्यो, अथवा अब खै कहिले हुँदैन। तर यसो खासै यहाँको जीवितहरू जीवितै भइरहेको छ। मलाई भन्नुभयो त अलिकति मधेसको चामलले नै ओत्याएको छ। यो बिगु भन्नु न, तपाईँको यो बिगु मात्रै अलिकता राम्रो अझ प्रभावकारी बनाउन के गर्नु पर्ला जस्तो लाग्छ तपाईँलाई? अब सबभन्दा पहिला भन्दा त धेरै नै अलिकति प्रख्याति हो। अझ पनि गर्नु त पर्ने थियो। खै अब बाटोघाटोहरू यस्तो अलिकति समस्याहरूलाई समाधान गर्नु राम्रो हुन्थ्यो नि। खै अब के भन्नु र, खै तपाईँलाई सही भन्नु नै नमिल्ने। अब यो गोरेटो त्यो पाखपाकिरमा हिँड्नुपर्ने, हामी यस्तो नै उभो गर्नुपर्ने बाध्यता छु। र त्यस्तोमा नै अलिकति यसो अलिकति बजेटको रुखहरू अलिकति फसाएको भइदिए राम्रो हुन्थ्यो भन्ने चाहिँ सोच्छु। अनि हाम्रो यहाँबाट देउढुङ्गा उभो भन्नुपर्छ। देउढुङ्गा धेरैले मान्छ होइन। कति अब टुर हुन्छ होइन। अब के गर्नु, बाटोको कमी कमजोर छ, अथवा एउटा रोडको सम्बन्ध छैन, पैदल हिँडेर जानुपर्ने। त्यसकै रूपले अब के भन्नु र, तपाईँलाई यस्तो गरिदिनु पर्यो भन्नु त मिलेन के अरे होइन। अब भन्दा पनि यस्तै छ समस्याहरू। हस्, धन्यवाद। भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्टमा लेख्नुहोला। यस सम्बन्धी विस्तृत भिडियो तपाईँको माझ ल्याउने नै छु। लाइक, सेयर र च्यानललाई सब्सक्राइब पनि गर्नुहोला नि।